अनि आज चाहिँ हामी च्याङ इन्टरनेसनल सर्किटमा छौँ। त्यो चाहिँ रेसिङ थाइल्यान्डको बुरिराम भन्ने इन्टरनेसनल रेसिङ सर्किट एरियामा छ। आज चाहिँ हाम्रो रेस 4 डे। यहाँ चाहिँ हाम्रो टिम अनि यो रेसिङ गर्ने त्यो चाहिँ हाम्रो गाडी। अनि त्यसपछि गएर यतातिर सबैजनालाई हेर्नुहोस्, यस्तो ठाउँहरू होइन सबैतिर रेसिङ गर्ने सब रेसिङ कारहरू छ। यहाँ चाहिँ नि सबै कुराहरू चाहिँ एकदम स्पोन्सर हुन्छ, सबले स्पोन्सर गर्छ। कुनै पनि कुराहरू प्रायः जस्तो किनेको हुँदैन अरे, ड्राइभरहरू सबै स्पोन्सर। यो चाहिँ स्पोन्सर कम्पनी गाडीहरू मालिकहरू आउँछ बस्छ यहाँ सबैतिर। अनि यो रेसमा पार्टिसिपेट गर्नलाई चाहिँ मिनिमम 10 करोड खर्च आउँदो रहेछ। इचिओकु भनेको 10 करोड हो होइन। अनि थाइल्यान्डमा चाहिँ म्याक्सिमम सबै यस्तो यो हाइलक्स पिकअप ट्रकहरू एकदम फेमस। यो चाहिँ रेसिङभित्र सबैजना यहाँको मिस्त्रीहरू। अनि यहाँ आउनलाई चाहिँ सबैजनाले यसरी यो पास नलिकन चाहिँ आउनु पाउँदैन। ल यो सबै यसरी रेसहरू पुरै लाइन लगाइराखेको छ रेसिङ गर्ने गाडीहरू। यो भयो, यो चाहिँ माथिको मेन स्टेडियम यही हो, उसको भित्रपट्टि छ। म अरू भिडियो पनि हाल्छु होइन। यो चाहिँ यहाँ पुरै अटो बाक्स गाडी बेच्ने गाडीको टायरहरूदेखि लिएर गएर चाहिँ टायर चेन्ज गर्ने सबै चिज यहाँ हुन्छ। ल उता त्यो अगाडिको तलपट्टि चाहिँ पुरै यो तलतिर चाहिँ सबै के हो त भन्दाखेरि सबै ग्यारेज हो तलतिर चाहिँ। यो चाहिँ गाडी एक्सिडेन्ट भयो भने बोकेर हिँड्ने गाडी भइहाल्यो। ल यहाँ यो चाहिँ गाडी कहाँ बन लान लगाएको, यो भर्खर हो कि भर्खर ल्याएको थाहा भएन। यस्तो छ ठाउँ, सब रेडी छ पुरा। यस्तो चाहिँ यो छाङ। ल त्यहाँ माथि चाहिँ भिआइपी रुमहरू छ, त्यहाँ सबै भिआइपी रुमदेखि लिएर गएर माथि प्राइज रिजर्भहरू चलेछ। यही हो एउटा पिकअप गाडीको पावर कति धेरै हो जस्तो गाडी बोकिन्छ पुरै। यो चाहिँ पुरै ग्यारेज भयो होइन सोरुमको। यहाँबाट चाहिँ माथि जाने स्टेडियम जानु पऱ्यो। यो चाहिँ यो पासहरू बोकेको मान्छे मात्रै आउनु पाउँछ लेखेको छ। त्यसपछि गएर यतापट्टि चाहिँ ट्रफी एन्ड ड्राइभर फोटोसुट रुम भइहाल्यो। भिआइपी यो माथिबाट यस्तो देखिन्छ। ल यो चाहिँ यस्तो छ पुरै है। त्यसको चाहिँ पुरा रेस चलिरहेको छ अहिले चाहिँ। यो चाहिँ माथि लन्चतिर भइहाल्यो। र यता यस्तो छ माथि सब फोटोसुट छ, फोटोसुट गरिरहेको छ पुरै तयारी अवस्थामा। यो अहिले आइरहेको गाडी चाहिँ यहाँ चाहिँ इसुजुको गाडी हो। यो चाहिँ इसुजुको स्टल रेसको रेस थियो, आज यसको रेस छ। अनि यतापट्टि चाहिँ पुरा चेयर अब मैले माथिबाट चाहिँ स्टेडियम लिएर जान्छु अब यहाँबाट। अब चाहिँ म तपाईँहरूलाई रेस कस्तो हुन्छ ल हेर। यहाँ रेस यही हो, यही रेस पुरा गाडी रेस भइरहेछ। अब त्यसपछि गएर ल यो चाहिँ पुरै स्टेडियम हो। स्टेडियम पुरै खाली छ, मान्छेहरू लाइभ दिन्छ। ल हेर यहाँबाट यसरी क्यामेराम्यानले यसरी छ। क्यामेराम्यानले कति काम गरेर त्यहाँ टुप्पा बसेर पुरा क्यामेराम्यानले काम गरिरहेछ। यो आइको भिडियो पनि पुरै रेसिङको भिडियो हेऱ्यो होइन। अब त्यसपछि यो चाहिँ ब्याकग्राउन्ड बिहाइन्ड द सिन यस्तो हुन्छ। यहाँभित्र यति धेरै मान्छेहरू हुन्छ। यहाँ यो सब एक एकवटा गाडीहरू अन्य छ। यहाँ यो बिहाइन्ड द सिन हो। ल हेर्नुहोस्, अलिकति आँखा पनि राम्रो बनाउनुहोस्। ल अब चाहिँ आजको खतम। अब हाम्रो रेसको ट्राई गर्नुपर्छ सबै कुराहरू मजाले। हामी आइपुग्यौँ फेरि घुम्दै घुम्दै हाम्रो स्टलमा। होन्डा 1 मेन रेस ल्याउँछ हुँदैछ। ल यतापट्टि चाहिँ यो पुरै ग्यारेजहरू हो। अनि हाम्रो त्यो टिभी यहाँ देख्छौँ नि, कुइ जग्गा टायर सायर चेन्ज गर्ने ठाउँ चाहिँ यिनीहरू नै हो। यहाँ मान्छेहरू स्ट्यान्ड बाई हुन्छ सबैजना। अनि यहाँ चाहिँ अनि उताबाट रेस गरेर आइसकेपछि चाहिँ यहाँ चाहिँ हावा हाल्नु पऱ्यो भने, टायर चेन्ज गर्नु पऱ्यो भने चाहिँ सबै यो एरियामा हो। अनि यहाँ फेरि कुइ यहाँ जान्छ, त्यहाँबाट दिनुहुन्छ फेरि। अनि यस्तो एरिया हो यो चाहिँ। ल हामी चाहिँ आज लास्ट डेको रेसको लागि चाहिँ आइसकेका छौँ। हाम्रो रेसको ट्र्याक नम्बर चाहिँ 20 मा होइन। अनि यहाँ जति पनि यो एकदम राम्री राम्री मैयाहरू देखेको छ सबैजना भनेको चाहिँ यो के अरे साउहरू र
महिलाहरूलाई चाहिँ हात बढाउने काम रहेछ राम्रो महिलाहरू मेन स्पोन्सर्स अनि त्यसपछि गएर अनि साउ होइन अनि त्यसपछि गएर चाहिँ हुन्छ अलिकति हेभी पैसावालाहरूलाई चाहिँ ल यहाँ यी छाता उडाइरहेको छाता उडाइरहेको छ नि छाता उडाउने काम हो यहाँ यसरी छाता उडायो यो चाहिँ हाम्रो रेसिङ अब म चाहिँ जाँदैछु सर्किटमा भिडियो खिच्नको लागि यो यसरी छ ल ल हेर यहाँ कसै ल हेर यहाँ यसरी पुरा खिचिरहेको हुन्छ यसरी यहाँ हावा लगाइरहेको हुन्छ ऊ यो चाहिँ ग्यारेजभित्र यस्तरी यहाँ चाहिँ अन्डरग्राउन्ड पुरै ग्यारेज छ टन्नै यहाँ गाडी बनिरहेको हुन्छ ठोकिरहेको हुन्छ गाडी बनिरहेको हुन्छ यहाँ चाहिँ अब रेस स्टार्ट हुन लागिसकेको छ ल यो यस्तरी भयो होइन यहाँ पुरै राम्री मैयाहरू छ यसरी सबैजनाले चाहिँ आफ्नो काम गरिरहेको छ उनीहरूले लुगा लगाएर सबैजनालाई हात उडाउने काम भइरहेको छ यो यसरी गएपछि यहाँ चाहिँ हाम्रो टिम छ पुरा गफ गरिरहेको छ यो हाम्रो टिम เป็นหนึ่งในนักแข่งสาวที่ผลงานดีมากครับเข้าฟ่างลงแข่งในสังกัดของ A Motorsport เป็นRacing Team यो पछाडिको गाडी चाहिँ रेस्क्यु गाडी यो पछाडिको गाडी चाहिँ यो रेस गरेर पछि कुद्छ रेस्क्यु गरेर यो गाडी चाहिँ ก็ถือว่าแล้วมาต่อด้วยวันนี้ครับกอล์ฟประพจน์ชื่อวิจิตร हामीले हात हल्लाको यहाँ यसरी हेलो गरेर यसरी लगाएर พี่กอล์ฟไหวนะวันนี้ไหวเอาที่หนึ่ง โอ้แชมป์เก่าครับประพจน์ชื่อวิจิตร यो यहाँ देखिरहेको यो सेतो टोपी लगाएको बुढो चाहिँ र त्यो उतापट्टिको त्यो सेतो पाइट काल लाउने चाहिँ यो रेस मेन मान्छे एन्डोसान มิตซูฮิโร่เอนโดครับนักแข่งชาวญี่ปุ่นจาก M&K ไม่ได้เป็นเรซิ่งครับ हाम्रो दुईजना यो चाहिँ मेन เมื่อวาน मान्छे จบอันดับ 3 วันนี้ออกสตาร์ทในกลุ่มที่ 4 ครับ เดี๋ยวแชมป์ประจำปีของ Honda City Challenge ก็จะไม่ได้แข่งกับทีมของ Endo Sang เนี่ยนะครับ แล้วมาต่อกับคนนี้เอิร์กซังไม่ใช่น้องเอิร์ก यसरी बोलाउँछ วาสิพลพิทักษ์วงศ์สาพรครับ छान्छ पाउँछ भनेर यसरी เป็นนักแข่งจาก BT Autoback Team Thailand ครับ แล้วก็มาอยู่กับคนนี้ครับ คุณจีชันฤทธิ์เลี้ยงจันทร์คุณครับ JM Motorsport โอเคครับ เมื่อวานรถแข่งมีปัญหาเรื่องเกียร์บ็อกซ์อยู่ ก็ดูครับว่าทีมแก้ไขแล้วจะกลับมามีความเร็วได้ไหมลงมุ้นข้างแรงเลยครับในช่วงบ่ายของวันนี้ यो मान्छे चाहिँ योकोहामा टायरको मेन मान्छे थाइल्यान्डको योकोहामा टायर कम्पनीको हेड ไม่ได้ร้อนเหมือน अनि ช่วงแบบบ่าย सेतो कपाल भएको खाल चस्मा लाउने चाहिँ यो रेस अर्गनाइजरको मेन मान्छे मेन रेस यो रेस कन्स्ट्रक्सन गरेर मान्छेले गरे सबै यहाँ भन्दै थियो เอ็นโดซังนะครับยืนคุยกับทางด้านของ हामीलाई हात हलाउँदैछ उहाँहरूले चाहिँ इनेउ एक साङ टिम मेम्बर हो TCR ल यहाँ सबैजना यसरी यसरी राम्रोसँग भएर ल्याएर आफ्नो धर्म निवाह यसरी ใช้บริเวณปิดกระดาษต่างโลก आजको रेस चाहिँ होन्डा सिटी च्यालेन्जको 10 ल्याप 5 मिनट्सको रेस छ अनि होन्डा प्रो कप हो यस होन्डा यसको नाम चाहिँ अब रेसको अब 2 मिनटमा ओपन हुन्छ अब चाहिँ रेस स्टार्ट हुन लागेको हुँदाखेरि सबैजना चाहिँ अब ल आयो अब गाडी र एकजना मेकानिक हुँदा त्यहाँ एकछिन गाडी हुँदा अगाडिसम्म सबैजना आइसक्यो सबैजना गुडेर आयो अब सब आइसक्यो अब रेस स्टार्ट भइसक्यो रेस स्टार्टिङ टाइम भएको छ सबैजनाहरू ल अब छाता उडाउने आइसके हाम्रो कम्पनी मान्छेहरू पनि त्यहाँ आइसक्यो यहाँ पनि के रेसिङ भएर आइसक्यो सबैजना रेसको आज पार्टिसिपेट गर्ने गाडीहरू चाहिँ सबै 1000 सीसी टर्बो इन्जिन भएको गाडीहरू हो गाडीको कम्पनी चाहिँ विभिन्न ब्रान्डको छ फाइनल भइसकेको छ यहाँ यसरी उसले यसरी कार देखाएर राउन्ड 1 देखायो त्यहाँ अब रेडी सब निस्क्यो बाहिर ल सबजना अन सब दौडिसक्यो सब दौडी आइसक्यो ल अब स्टार्टिङ हुन लाग्यो रेस सबजना फर्किभयो अब ड्राइभर चाहिँ अब गाडीको रेडी टु गो स्टार्टिङ ल फर्स्ट है यो त के हो त फर्मेसन ल्याब सुरु भयो फर्मेसन ल्याब
वो चाहिँ टप एङ्गल भ्यू है सबैजनाले ल यहाँ टियाकोला यस्तो हेरेपछि चाहिँ यहाँ साइड गयो त्यहाँ जान्छ वहाँदेखिबाट आउँछ गाडी แถวสุดท้ายครับ अनि रेसिङमा लाइभ देखाउन चाहिँ यो कुनाबाट लाइभ गरिरहेको छ उहाँबाट लाइभ गरिरहेको छ यसरी नेक्स्ट इज ट्रकको रेस हुँदैछ यहाँ ट्रक इसुजुको होइन हामी चाहिँ अब यहाँ यहाँ चाहिँ अब हाम्रो चिनेको मान्छे यहाँ पनि हाम्रो स्पोन्सर छ है कम्पनीको ल वी आर द स्पोन्सर हियर रेस स्टार कोचिङ एन्ड देन एमएनके रेसिङ हाम्रो स्पोन्सर हो यो चाहिँ हाम्रो स्पोन्सर हो त्यहाँ चाहिँ पुरा इन्टरभ्यू भइरहेछ तर त्यसले ऊ बोल्दै आएन यस्तो छ ल यहाँ चाहिँ पुरा इन्टरभ्यू दिइरहेको ऊ यो चाहिँ अलिकति हेभी अलिक महँगोवाला रेस रहेछ कि सबैजना पर्सनली बोकेर खाल पुरा यो चाहिँ पम्किन खरे हो पम्किन त नि रेस इसुजु They need to pay for this. เขาบอกว่าเปลี่ยนแบบจูนจากเมื่อวานเลยเปลี่ยนแตกต่างกันนิดหน่อยเปลี่ยนภาษาอังกฤษก็จะพูดนิดเดียวโค้ดจะแปลให้ทีนึงขอบคุณมากเลยขอบคุณนะนักแข่งเกาหลีนะโอ้เมื่อวานนี้เราริโกฮาร์ซ่าและสวัสดี